होइन यतिको तयारी भएर कता निस्किन लाग्यो तिमी? अफिस जान लाग्यो आमा। अफिस? कस्तो अफिस र? मेरो नयाँ जागिर मिलेको छ क्या आमा। बाबुलाई मैले त्यहाँ टिफिन पनि रेडी गरेको छु, खानाहरू सबै बनाएर रेडी गरिसकेको छु। अहिले ठिक्कै लुगा लाएर बाबुलाई पठाइदिनु है त। के भयो आमा? के हुनु बाबु? तिम्रो बुढीमा जागिर खान्छु भनेर गयो। जागिर? खोइ आज पहिलो दिन हो, चाँडै जानुपर्छ भनेर हिँडेकी छ। पख्नु है त, म फोन गर्छु। हेलो, कहाँ हो तिमी? म अहिले काममा आइसकेको छु, भरे भन्छु है तपाईँलाई सबै। खोइ भरे आएर कुरा गर्छु भन्छे। के हो? मामुहरू जागिर पो खान जानुभयो हो नि सानो, म जबमा गएको नि आजदेखिबाट। काली, यो सब के हो? घर सल्लाह छैन, केही छैन, आफ्नै डिसिजनले काम गर्न गएको रहेछौ। एकछिन जाऊ त भित्र। एउटा इन्टरभ्यू दिएको थिएँ कि, अनि आज कल आयो, अनि हजुरलाई भन्छु भनेको, भन्ने टाइममै मिलेन, बिहान मलाई हतार भयो। होइन जागिर खाने निर्णय नै गरिसक्यौ र भनेको? हजुर आमा, काम पक्का भयो आजदेखिबाट। बहुराष्ट्रिय कम्पनी हो, एकदमै राम्रो तलब छ। अनि यो घरको काम बच्चा चाहिँ कसले हेर्छ त? जागिर खाने निर्णय नै गरिसकेपछि त म सबै म्यानेज गरेर जान्छु आमा, हजुर केही टेन्सनै नलिनु। अनि तिमीलाई चाहिँ काममा किन गइरहनु पर्यो र? भाउजू म भाइ काममा गएको छौ त। घरमा आमाको हेरचाह कसले गर्छ? घरको हेरचाह कसले गर्छ? दाइ, म पैसा कमाउनको लागि काममा गएको होइन। अनि पैसा कमाउन नगए के कमाउन जानु लाग्यो त काममा? के हो भाइ, नयाँ नयाँ फोन देख्छु त, पहिला त अर्कै थियो। दाइ, नयाँ फोन लिएको। अफिसमा सबैको आइफोन छ, अब आफूले नि यसो चलाउनु पऱ्यो नि भनेर। ए ल मोज छ है। बुढो, मलाई पनि एउटा मोबाइल किनिदिनु न। ह्याङ भएको भए गर्छ, मोबाइल चल्दैन भनेको। किन चाहे तिमी घर बस्नेलाई नयाँ फोन? न अफिसियल कल आउँछ, न मेल गर्नुपर्छ, न अनलाइन काम छ, न के छ। तिमीलाई नयाँ फोन किन चाहिन्छ? ऊ त्यहाँ पुरानो मेरो फोन होला, जाऊ त्यही चलाऊ, भइहाल्यो नि। दिदी हजुर हजुर अफिसबाट फर्किँदाखेरि मलाई पनि यस्तै कलरको एउटा कुर्ता ल्याइदिनु ल। कस्तो लाउनु मन लाग्यो? कस्तो लाग्नु मन लाग्यो? ए भइहाल्छ नि। होइन घर बस्नेलाई फेरि लुगा किन चाहियो भनेको? जागिर खान जाने हो र? जागिर खानलाई मात्र फेरि लुगा चाहिने? के गरौँ भन? होइन दिदी, होस्, पर्दैन जानु। ल म लाग्यो है त, हस् म गएँ। अफिस जानको लागि नयाँ फोन चाहिने, नयाँ लुगा पनि चाहिने। म पनि त मास्टर डिग्री गरेको हो नि, तर 13 वर्ष भयो बिहे भएको। 13 वर्षसम्म मैले यही घरमा काम गरेँ, तर मलाई कसैले अहिलेसम्म सोधेनन् कि तँलाई पनि केही चाहिएको छ भनेर।